अन्यङासियो सबैजनालाई आज चाहिँ च्याप्टर 1 पढौँ है त। हाम्रो सठिक तरिकाबाट हामीले कसरी सिक्नुपर्छ, च्याप्टर 1 मा कति कुरा सिक्ने अनि के सिक्नुपर्छ भन्ने कुरा हामी एकचोटि पढ्यो भने फेरि रिभाइज पनि होस् र फेरि पढ्न नपरोस् त्यसरी चाहिँ पढौँ है त। टपिक्स रहेको छ हाम्रो छागी सोगे भनेर आफ्नो परिचय। छागी भनेको स्वयं भन्ने हुन्छ क्या, स्वयं। सोगे भनेको इन्ट्रोडक्सन, परिचय है त। सेल्फ इन्ट्रोडक्सन भन्छ कि आफ्नो परिचय। ल यसमा के छ, 4 जना मान्छे छ, यिनीहरूले आफ्नो इन्ट्रोडक्सन दिइरहेको छ, त्यो चाहिँ तल संवादमा दिएको छ, हामी पढौँ है त। अब पहिलो मान्छेले भन्छ अनु नारा सारा मिम्निका भन्छ क्या। अनु नारा सारा मिम्निका कुन देशको नागरिक हो भन्छ, मानिस हो भन्छ क्या। अनु भनेको कुन, नारा भनेको देश, कुन देशको, सारा मिम्निका कुन देशको मान्छे हो भनेर सोध्यो क्या। इम्नी दा र इम्नी का भनेको चाहिँ तपाईँको यो व्याकरण हो के। इम्नी दा र इम्नी का हामीले तल पढ्नुपर्छ, मुनबमा व्याकरणमा पढ्नुपर्छ। यो चाहिँ इम्नी का भनेको प्रश्न सोद्धाखेरि प्रयोग गरिन्छ। इम्नी दा भनेको त्यो प्रश्न सोधेको प्रश्नको उत्तर दिँदाखेरि इम्नी दाको प्रयोग गरिन्छ है त। अब यहाँनिर के भन्यो, अनु नारा सारा मिम्निका कुन देशको मान्छे हुनुहुन्छ भनेर भन्छ क्या। अनि अर्को मान्छेले के भन्छ, छनु नेपाल सारा मिम्नी दा, म नेपालको मान्छे हो। उसले एन्सर दियो नि त, उसले सोध्यो, उसले दियो, दिँदाखेरि एन्सर दिँदाखेरि दा प्रयोग भयो, उत्तर सोद्धाखेरि, क्वेसन सोद्धाखेरि इम्नी काको प्रयोग हुन्छ है त। ल तपाईँले यहाँ देख्न सक्नुहुन्छ मुनबब भनेको व्याकरणमा छ इम्नी दा र इम्नी का। इम्नी दा भनेको उत्तर दिँदाखेरि प्रयोग गरिन्छ है त, एन्सर दिँदाखेरि। इम्नी का भनेको प्रश्न सोद्धाखेरि प्रयोग गरिन्छ। यो चाहिँ एउटा नर्मल सामान्य ग्रामर हो है त। अब उन्नुन भनेको चाहिँ हो, यो पार्टिकल हो। चाहिँ भन्ने हुन्छ यदि भवेल इन्डिङ छ भने उनको प्रयोग गरिन्छ र कन्सोनेन्ट इन्डिङ छ भने नुनको प्रयोग गरिन्छ। यो हामी पछाडि पढौँला। औई छ, शब्दावलीमा छ। नाराइरुम देशको नाम भन्छ। अनि सिगम्याङ भनेको अकुपेसन, पेसा है भन्छ, पेसाको नाम है। अब मुनवा वा छाङ्बो भनेको संस्कृति र जानकारी भन्छ है त, कल्चर एन्ड इन्फर्मेसन भन्छ, मुनवा वा छाङ्बो। यसमा जान्नुपर्ने के हो भने, अब हामीले यो पाठमा पढ्नुपर्ने व्याकरण भनेको च्याप्टर 1 मा इम्निदा र इम्निका अनि उन्नुन, यति हो है त। हो र चाहिँ भन्ने 1 मा पढ्छौँ क्या। यति याद गर्नुहोस् कि हो र चाहिँ भन्ने व्याकरण हामीले च्याप्टर 1 मा पढ्छौँ। त्यसपछि औईमा छ, औई भनेको शब्दावली। अब देशको नाम, अब हामीले केही देशको नामहरू पढ्नुपर्छ, त्यो नाम पढ्नुपर्छ। सिगम भनेको पेसाको नाम है त, त्यो पढ्नुपर्छ। यसले यो औई भनेको शब्दावली यसरी जान्छ। अनि मुन्न आउँछौँ भनेको हाम्रो कोरियाको अभिवादनको मर्यादा, हाङ्गुगे इन्सा यजल। हाङ्गुगे भनेको कोरियाको, हाङ्गुक भनेको कोरिया, ए भनेको जुन ए भनेको को हुन्छ है त। हाङ्गुगे कोरियाको इन्सा यजल, अभिवादनको मर्यादा है त। ल हामी तल जाऊँ है। हाक्सुक मुख्य भनेको सिकाइ उद्देश्य, हामीले के सिकौँ र के सिक्नुपर्छ है त। अनुनारा साराम इन्जी मुद्गो थेदा भाषु यता। अनुनारा कुन देशको, साराम इन्जी, इन्जी भनेको हो कि होइन भनेर त्यो ग्रामर हो, पछि पढ्नुपर्छ, हामीले पढ्छौँ। मान्छे कुन देशको नागरिक हो, मुद्गो थेदा भाषु यता, सोधेर जवाब दिन सक्छु भन्ने हुन्छ है त। अब छिगबी मुहसिन्जे पेसा के हो भनेर मुद्गो सोधेर थेदा भाषु यता जवाफ दिन सक्छु भन्छ क्या। छिगबी मुहसिन्जी मुद्गो थेदा भाषु यता, पेसा के हो भनेर जवाफ दिन सक्छु भनेर भन्न सकिन्छ है त। ल हामी तल जाऊँ। सबैभन्दा पहिला छ हाम्रो औई छ है त। औईमा हामीले पढ्नुपर्छ, मैले भनेको थिएँ देशको नामहरू पढ्नुपर्छ। नारा इरुम भनेको देशको नाम भनेर भनेको छ है त। अब हाङ्गुक कोरिया, अब यसको म यो सँगसँगै कसरी चिन्ने यो पनि भन्छु। हाङ्गुक तपाईँलाई थाहा छ, कोरियाको झन्डा, यो चाहिँ तपाईँलाई गाह्रो पर्दैन। नेपाल पनि थाहा छ, नेपाल भन्छ है त। ल अनि थोङथी मुरु भनेको पूर्वी टिमुर भन्छ है त। पूर्वी टिमुरमा दायाँतिर जुन दुईवटा चुच्चा, कालो र पहेँलो दुईवटा चुच्चा र बिचमा तारा छ भने दुई चुच्चे कि दायाँतिर पूर्वी टिमुर, दायाँतिर चुच्चो पूर्वी टिमुर है त, दुई चुच्चा। रेडमा दायाँतिर थोङथिमहरू पूर्वी टिमुर। अनि लाओस भनेको लाओस, बिचमा के हो हेर्नु त, एकचोटि सरस्वती हेर्दा चन्द्रमा जस्तो देखिन्छ, बिचमा त्यो ब्लू छ कि है त। त्यसमा भयो भने एउटा निलो कपडामा चन्द्रमा लाओस होइन, राम्रो देखिन्छ नि त होइन। ल यसरी याद गर्नुहोस् कि निलो कपडामा चन्द्रमा लाओस्। ल यसरी मङ्गोल, मङ्गोलिया हेर्नु न, मङ्गोल कस्तो महल जस्तो, जुन मूर्ति जस्तो छ नि त मङ्गोल, बिचमा हरियो छ, उता कस्तो मूर्ति जस्तो, त्यो मङ्गोल हो कि। ल म्यानमार, म्यानमारको झन्डा तपाईँलाई थाहा छ, बिचमा हरियो छ, माथि पहेँलो र हरियो, बिचमा माथि पहेँलो र तल रातो छ, बिचमा स्टार छ।
है त। बङ्गलादेशी बङ्गलादेशको रातो र हरियो छ। यसरी चाहिँ बिचमा स्टार, पहिलो स्टार छ पुरै रातो छ भने के त भेतनाम, फेरि पुरै रातो छ, बिचमा एउटा के अरे एउटा स्टार र वरिपरि साना स्टार छ भने छुङुक चाइना हुन्छ है त। अब श्रीलङ्कामा सुन छ, त्यही भएर सुनको त्यो खुकुरी समातेको छ, यसरी पढ्नुहोस्। अनि उज्बेकिस्तान भनेको उज्बेकिस्तानमा पनि बिचमा व्हाइट लाइन माथि र तल त्यो तल ग्रिन छ, माथिको यो कलर जुन छ नि त्यो जुन ब्राउन ग्रिन टाइपको छ त्यो चाहिँ के भयो त उज्बेकिस्तान भयो है त। इन्डोनेसियामा सेतो र रातो झन्डा भनेर बुझ्नु होला। अनि खम्बोडिया, खम्बाहरू छन् त, 3टा खम्बा, कम्बोडिया है त, कम्बोडिया। ल किर्गिस्तान भनेको कच्याकुचुक किरकिर भएको जस्तो छ नि त लाइटमा, हो त्यो किर्गिस्तान भयो। ताजिकिस्तान भनेको ताजमहल छ बिचमा, हेर्नु त एकचोटि सरस्वती ताजमहल छ क्या बिचमा, हो त्यो ताजिकिस्तान भयो। थेगुक थाइल्यान्ड भनेको थाई छ क्या, समतर लाइन छ नि त, थेगुक थाइल्यान्ड भयो नि त। अब पाकिस्तानको झन्डा तपाईँलाई थाहा छ, फिलिपिन्स हो। कोरोना भाइरस जस्तो भाइरस आयो क्या फिलिपिन्स, फिल भयो, कोरोनाको फिल भयो, हो त्यो चाहिँ फिलिपिन्स भयो है त। ल अनु भनेको कुन, साराम भनेको मान्छे, इरुम भनेको नाम, खुगजङ भनेको राष्ट्रियता, नुगु भनेको को भन्ने हुन्छ है त। ल अब ख्वाङ्गे इत्नुन खत्केरी यङ्गल हाँस्यो, मिल्ने कुरासँग कुराहरू बिच जोडा मिलाउनुहोस् भन्छ। तपाईँले माथिको झन्डा अनुसार खम्बा भनेको कम्बोडिया, यसरी चाहिँ मैले भनेको छु नि त, हो त्यसरी चाहिँ तपाईँले यो मिलाउनु होला है त, आफैले प्र्याक्टिस गर्नु होला यो चाहिँ। अब हामी व्याकरणतिर जाउँ। अब इम्निदा र इम्निका मैले भनिसकेँ। इम्निदा भनेको हो भन्ने हुन्छ, कुनै पनि व्यक्तिले सोधेको प्रश्नको उत्तर दिँदा चाहिँ प्रयोग गरिन्छ है त। इम्निका भनेको कुनै पनि व्यक्तिलाई शिष्ट भाषामा प्रश्न सोद्धाखेरि प्रयोग गरिन्छ, हो सोद्धाखेरि इम्निका प्रयोग गरिन्छ। ल इम्निदा चाहिँ म सरस्वती घोडिना पर्छ, त्यसै नेपालमा भन्छ है त। इम्निदा नुन छु ए छुक्सङ नुल नाथा नेनुन म्यङ्सा वा ख्यडा भाय ख्यक्सिक जक्साङ वाङ एसा थुत्तुन चारामुन नोफ्य मारानुन मुन्जाङे ससुरगा थोइनुन इम्नि थोइदा भन्छ। भन्नाले इम्निदा चाहिँ कर्ताको विशेषतालाई जनाउने नामसँग जोडिएर औपचारिक अवस्थामा सुन्ने मान्छेलाई आदरपूर्वक कुरा गर्ने वाक्यको चाहिँ बयानलाई जनाउँछ भन्ने भन्छ क्या। जस्तो कि सुन्ने मान्छेले आदरपूर्वक उसलाई चाहिँ बयान गर्ने वाक्यको बयानलाई जनाउँछ भन्छ क्या। यस्तो गर्दा यो हुन्छ उता भनेर त्यो क्वेसन दिँदा, मतलब क्वेसनको एन्सर दिँदाखेरि के प्रयोग गरिन्छ, इम्निदा प्रयोग गरिन्छ। अब इम्निका चाहिँ इम्निदाको उइ मुन यङ भनेको प्रश्नको रूपमा है, शिष्ट प्रश्नको रूपमा छुअ भनेको कर्ताको विशेषताको बारेमा कुरा गर्ने बेला अथवा मुरुल्ते भने सोध्ने बेला प्रयोग गरिन्छ क्या। कर्ताको विशेषता सोध्ने बेला है त प्रयोग गरिन्छ भन्छ। जस्तो कि छनुन युसुफ इम्निदा, म युसुफ हुँ, वाङमिन इम्दा वाङमिन हो है त। अनुनारा सारा इम्निका कुन देशको नागरिक हो भनेर सोध्यो, इम्निका आयो नि त, सोध्यो क्या उसले, हजुर कुन देशको नागरिक हुनुहुन्छ भनेर सोद्धाखेरि इम्निका आयो नि त होइन। छनुन लाओस सारा इम्निदा, म लाओसको मान्छे हो भनेर भन्छ। ल तपाईँ तल हेर्न सक्नुहुन्छ, फोगी उदाहरण जस्तै सुगो लेखेर आफ्नो परिचय चाहिँ गरी हेर्नुहोस् भन्छ क्या है त। उदाहरणमा छ फोगी वा खाचे सुगो छागी सोगे फुस्यो भन्छ है त। उदाहरण जस्तै तलको पढेर लेखेर चाहिँ छागी सोगे भनेको आफ्नो परिचय फुस्यो गरी हेर्नुहोस् अथवा पढी हेर्नुहोस् भन्छ है त। अब इरुममा छ आगुङ छ अनि खुक्जक थोङ तिमोरु छ, पूर्वी तिमोर छ। अब यसले के भन्छ, 안녕하세요 आगुङ इम्निदा, नाम राख्यो नि त त्यहाँ, 안녕하세요 नमस्ते आगुङ, म आगुङ हुँ, थोङ तिमोरु साराम इम्निदा, खुक्जक यता त थोङ तिमोरु छ नि त, त्यही भएर है। ल तपाईँले यता जानुहुन्छ, अब यता इरुममा तपाईँको नाम राख्नु होला, खुक्जक नेपाल राख्नु होला, अनि त्यसपछि त्यो के भन्छ त, 안녕하세요 फलानो इम्निदा नेपाल साराम इम्निदा, यसरी बनाउनु होला है त। अब अनुनारा साराम इम्निका फोगी छ यहाँनिर के भन्छ, उदाहरण जस्तै गरी हेर्नुहोस् भन्छ। फोगी वा खाची थेदाबे फोसे, उदाहरण जस्तै जवाफ दिइ हेर्नुहोस् भन्छ है त। ल प्र्याक्टिस स्पिकिङ एज सन इन द एक्जाम्पल भन्छ है त। ल फोगीमा दिएको छ फिलिपिनको साराम दिएको छ, झन्डा हेर्नु त फिल आएको, फिल भयो कोरोना भाइरसको भनेको थियो नि त, हो यसरी चाहिँ। अनुनारा साराम इम्निका भन्यो, का इम्निका यहाँनिर आयो हेर्नु, यसरी जोडिन्छ है ग्रामर। ल अनुनारा साराम इम्निका कुन देशको नागरिक हो भनेर भन्यो, खाले भन्यो, त्यो नाले के भन्छ, फिलिपिन साराम इम्निदा,
किन थप्यो त फिलिपिन्स साराम किन भन्यो त यहाँनिर चित्र हेर्नुहोस् फिलिपिन छ नि त हो त्यसैले त्यो ल्याएर राखेको क्या फिलिपिन्स सारामिमिदा ल त्यस्तै गरेर थेगुक सारामिमिदा मियानमा सारामिमिदा खाम्बोडिया सारामिमिदा फाङ्गोलादेशी सारामिमिदा खाको अनुनारा सारामिदा सबैको सेम हुन्छ खा अनि नाको चाहिँ थेगुक म्यानमा खाम्बोडिया आफ्नो ठाउँमा जे भनेको छ त्यही लेखेर त्यही सारामिमिदा भनेर भन्नु होला है त यो पनि आफूले प्र्याक्टिस गर्नु होला ल अब हामी जाउँ यता थेवामा जाउँ है संवादमा जाउँ कन्भर्सेसनमा जाउँ कुराकानीमा जाउँ ल हेर्नुहोस् है त ल पहिला सुन्नुहोस् 안녕하세요. 안녕하세요. 아궁입니다. नमस्ते म आगुङ 동티모르 사람입니다. पूर्वी टिमुरको मान्छे हुँ भन्छ क्या 안녕하세요 आगुङ입니다 नमस्ते म आगुङ हुँ पूर्वी टिमुरको मान्छे हुँ भन्छ क्या 동티모르 사람입니다 भन्छ अब त्यसपछि माधुले के भन्छ है त 안녕하세요. 마두입니다. नमस्ते म माधु हुँ भन्छ क्या 안녕하세요 마두입니다 नमस्ते म माधु हुँ भन्छ क्या अब आगुङ 어느 나라 사람입니까? आगुङले सोध्यो अनु नारा सारामिम्निका कुन देशको मान्छे हुनुहुन्छ भनेर भन्छ है त 네팔 사람입니다. ल माधुले भन्नुभयो नेपाल सारामिम्निदा म चाहिँ नेपालको मान्छे हुँ भन्छ ल हामी पढौँ सरस्वती है त अब आगुङले भन्छ 안녕하세요 आगुङ입니다 동티모르 사람입니다 नमस्ते म आगुङ हुँ पूर्वी टिमुरको मान्छे हुँ भनेर भन्छ है त अब माधुले के भन्छ 안녕하세요 마두입니다 नमस्ते म चाहिँ मधु हुँ भनेर भन्छ अब आगुङले फेरि भन्छ अनु नारा सारामिम्निदा भन्छ है माधुलाई कुन देशको नागरिक हुनुहुन्छ भन्छ त्यसपछि के भन्छ माधुले नेपाल सारामिम्निदा म नेपालको मान्छे हुँ भनेर भन्छ है त अब यसमा बुझ्नुपर्ने तपाईँले इम्निदा र इम्निका है त तपाईँले नर्मल्ली मान्छेसँग कुराकानी गर्दा नमस्ते म चाहिँ यो हुँ म यताको मान्छे हुँ हो यसरी सोध्न सिकाएको छ है त यसले अब तपाईँले तल थेदा भे फायो भन्छ है त अब तपाईँले माथि तपाईँले पढ्नुभएको छ नि त है त आगुङ कहाँको त आगुङ थोङथिमुरु सारामिम्निदा मधु नेपाल ल तपाईँले आगुङ अनु नारा सारामिम्निका माथि भनेको छ नि त आगुङ कुन देशको नागरिक हो भनेर सोधेको छ त्यो त थोङथिमुरु सारामिम्निदा आगुङ माधु अनु नारा सारामिम्निका मधु कुन देशको नागरिक हो त मान्छे हो त भन्दाखेरि मधु त नेपालको मान्छे हो नि त हो यसरी ल अब तपाईँले छेसी थुइन फ्यो यनुल वारेङ हाय थेदावे फोसे थेवाए फोसे भन्छ अब काम लाग्ने प्रस्तुतिलाई चाहिँ प्रयोग गरेर थेदावे छेसी थुइन भनेको प्रस्तुत गरिएको फ्यो यन अभिव्यक्तिलाई छेसी थोइन दा भनेको प्रस्तुत गर्नुपर्ने हुन्छ है त छेसी थोइन प्रस्तुत गरिएको फ्यो हनुल अभिव्यक्तिलाई वारेङ आया प्रयोग गरेर थे वाहे फसे जवाफ दि हेर्नुहोस् भनेको छ अब यहाँनिर के छ तपाईँले चित्रमा हेर्नुहोस् यो भियतनामको मान्छे हो नि त है यहाँ दिएको छ फुवाङ नाम के हो फुवाङ हो फेथुनाम साराम भियतनामको मान्छे हो है त हो अर्को पनि छ तल के छ हेर्नुहोस् थारिन्दुजी छ नाम अनि श्रीलङ्का साराम श्रीलङ्काको मान्छे हो यस्तै तलको जुन माथिको बनाइदिएको छ जुन तल्लो लाइनमा छ जुन थारिन्दु छ त्यो चाहिँ आफूले बनाउने है त खामा के भनेको छ नुगु इम्निका को हो भन्छ क्या नाले भन्छ यही राखेको छ यता फुवाङ छ यता हेर्नुहोस् त फुवाङ इम्निदा भनेको छ हो खाले नुगु इम्निका कुहु भन्छ नाले फुवाङ इम्निदा अब खाले भन्छ अनुना र साराम इम्निका कुन देशको नागरिक हो अनि नाले भन्छ फेथुनाम साराम इम्निदा यस्तै फेथुनाम सारामको ठाउँमा श्रीलङ्का साराम राख्ने अनि माथि फुवाङको ठाउँमा थारिन्दु राख्ने यो चाहिँ वाक्य कम्प्लिट हुन्छ है त अब फारम उच्चारणमा हेर्नुहोस् तपाईँले उच्चारणमा आ अ र ओ को उच्चारण दिएको छ है त आनुन एबुल चाल फल्ल फारम हाल्गो भन्छ क्या आ चाहिँ ओटलाई एकदम फट्टाएर क्या चाक फल्ल भनेको जोडले फट्टाएर फारम हागो उच्चारण गर्ने अनि अनुन आ फुदा अ चाहिँ आ भन्दा इप्नुन छोगुम थल फल्ल फारम हान्दा ओटलाई अलिकति कम फट्टाएर उच्चारण गर्ने भन्छ ओ चाहिँ अ फुदा इप्नुन थल फल्गो अ भन्दा अलिकति बढी चाहिँ फट्टाएर ओटलाई फट्टाएर के गर्ने त फार्म अगाडितिर नेमिर धकेलेर थोङ्गु रगे हाय फार्मान्दा त्यो ओ चाहिँ ओटलाई अलि अगाडितिर धकेलेर गोलो गोलो घुमाएर चाहिँ उच्चारण गर्नुपर्छ भन्छ यो चाहिँ अब तल छ तपाईँले देख्न सक्नुहुन्छ अब 29मा के छ त है त ल हेर्नुहोस् इल्मा आ भनेको चाहिँ अ
오, ओ 이, ईमा भनेको 아기, आकी यसरी 어제, अचे 오리, औरी अगाडि अगाडितिर दबेर है त ल यसरी छ। अब हाम्रो छिगम्याङ भनेको पेसागत नाम पेसाहरू छ है त। अब 2 मा छ हामी जाउँ। अब हाक्सिङ विद्यार्थी छ, यो पढिरहेको छ। सनसिङ नेम शिक्षिका छ, शिक्षक छ है, पढाइरहेको हुनुहुन्छ। होइसा 1 कम्पनी कर्मचारी हो, यता देख्न सक्नुहुन्छ मजाले टिभी लिएर कम्प्युटर चलाइरहेको छ कम्पनीमा बसेर है त। खुल्लो जाट टक्क पहेँलो टोपी छ, पोसाकमा छ, मजदुर है। अब ख्याङचालगन प्रहरी अधिकृत पुलिस अफिसर छ, टक्क सलाम गरेको छ। अनि सोबाङवान अब अग्नि नियन्त्रक क्या है त। सोबाङवान आगो टक्क लिएको छ, यहाँनिर लिएको छ नि त है त। हो यसरी अग्नि नियन्त्रक। अनि खोङमुवान सरकारी कर्मचारी, यहाँ उता देखिनु भएको छ खोङखोङ सिछाङ भनेको छ है त सिटी। हो खोङखोङ भनेको यो सिटी ल। अनि छम्मन भनेको पसले, यो पनि चिन्न सक्नुहुन्छ। हुइसा डक्टर, खानोसा भनेको नर्स छ। योरिसा बान्से भइहाल्यो। हुन्जेनगिसा चालक छ, ड्राइभर छ है त। अनि खिसुल्जा भनेको मिस्त्री, टेक्निसियन है त, प्राविधिक। मोक्सु सिकर्मी भयो, कार्पेन्टर जुन किला सिला ठोक्ने हुन्छ नि त त्यो चाहिँ मोक्सु सिकर्मी। नोङ्बु भनेको किसान भइहाल्यो। अबु भनेको माझी, माछा मार्ने है त। अब त्यहाँदेखि तल सोध्नुहुन्छ सी भनेको जी भन्ने हुन्छ क्या, एमा र एमएस, मिस्टर र मिसेस है। छ भनेको म, आनी हो होइन, ने भनेको यस भन्ने हुन्छ, हजुर भन्ने हुन्छ है त। अब हेर्नुहोस् त किला ठोकेको के भनेको थिएँ, हेर्नुहोस् मोक्सु हो कि होइन। अब यो चाहिँ यता 2 नम्बरको चित्र के हो त तपाईँ भन्न सक्नुहुन्छ के हो। तल पहिला जोडा मिलाउन तल नहेरेर भन्नुहोस् 2 नम्बरको चित्र, भन्नुहोस् छिटो माथि हेर्नुहोस् ल। यता यो चित्र यहाँ दिएको छ, देख्नुभयो, होइसावन हो ल। यो होइसावन भयो, यतापट्टि अबु भयो, यतापट्टि नोङ्बु भयो, हौ यतापट्टि यो के खिसुल्जा भयो है त। हो यसरी तल छ, यो चाहिँ जोडा आफैले मिलाउनु होला, प्र्याक्टिस। ओके ल। उन्नुन चाहिँ मुनबप 2 चाहिँ भोलि पढौँला है त ल।